दुईजना साथी एउटै कलेजमा पढेका, एउटै डिग्री, उस्तै मार्क्स, उस्तै ट्यालेन्ट। दुवैले एउटै दिन जागिर सुरु गरे। एकजना काठमाडौँमै बसे, एउटा राम्रो प्राइभेट कम्पनीमा जागिर पाए, तलब महिनाको 35,000। अर्को साथी भने कोरिया गए, इपिएसको टेस्ट पास गरेर। त्यही उमेर, त्यही मेहनत, तर 5 वर्षपछि हेर्नुस्, काठमाडौँमा बसेको साथीको तलब अझै 40,000 हाराहारीमा छ। कोरिया गएको साथीले महिनाको 4 लाख भन्दा बढी कमाउँछ। एउटै मान्छे, एउटै क्षमता, तर इन्कममा 10 गुणा भन्दा बढीको फरक किन होला? के नेपाल साँच्चीकै गरिब देश हो? नेपालमा स्यालेरी यति कम हुनु पछाडिको के कारण होला? किन नेपालीले यति धेरै मेहनत गर्दा पनि तलब यति कम पाउँछन्? आउनुहोस् आजको भिडियो सुरु गरौँ। धेरै जसो मानिसहरूको धारणा के छ भने तलब कम हुनुको कारण कम्पनीका मालिकहरू लोभी छन्, उनीहरूले वर्करलाई ठग्छन्। यो कुरा पुरै गलत भने होइन, केही ठाउँमा एक्सप्लोइटेसन हुन्छ, यो सत्य हो। अन्य देशका कम्पनीका मालिक पनि व्यापारी नै हुन्। अमेरिकामा पनि प्रफिटकै लागि कम्पनी चल्छ, तर त्यहाँ तलब किन धेरै छ? त्यसैले कम्पनीको ओनर लोभी भएकै कारण स्यालेरी कम हुन्छ भन्ने कुरा पूर्ण रूपमा सत्य होइन। नेपालमा स्यालेरी कम हुनुको कारणको एउटा सानो टुक्रा मात्र हो। सबैभन्दा पहिला हामीले प्रोडक्टिभिटी ट्र्यापको बारेमा बुझ्नुपर्छ। धेरैलाई लाग्छ म दिनभरि काम गरिरहेको छु, तलब किन बढ्दैन? यो प्रश्न नेपालमा लाखौं कर्मचारीको हो। बिहान 9 बजे अफिस पुग्ने, बेलुका 6-7 बजेसम्म काम गर्ने, डेडलाइन पुरा गर्ने, ओभरटाइम गर्ने। यति धेरै मेहनत गरेपछि त राम्रै तलब आउनु पर्थ्यो, तर अर्थतन्त्र एउटा फरक नियममा चल्छ। तलब तपाईँ कति थाक्नु भयो भनेर दिँदैन। स्यालेरी भन्ने कुरा तपाईँले कम्पनीका लागि कस्तो भ्यालु क्रिएट गर्नुभयो भनेर दिन्छ। यही कुरा धेरै नेपालीले बुझ्दैनन्। एउटा उदाहरण हेरौँ। काठमाडौँमा 2 जना ग्राफिक डिजाइनर छन्। दुवै बिहान 9 देखि बेलुका 6 बजेसम्म काम गर्छन्। दुवै डिजाइनरहरू एकदमै ट्यालेन्टेड छन्, दुवैले उस्तै मेहनत गर्छन्, तर एकजनाको तलब 20,000 छ, त्यही अर्को डिजाइनरको तलब महिनाको 2 लाख छ। किन? के दोस्रो व्यक्ति 10 गुणा बढी मेहनती छ? पक्कै पनि होइन। फरक उनीहरूले काम गर्ने कम्पनीमा छ। पहिलो डिजाइनरले एउटा लोकल कम्पनीको लागि फेसबुक पोस्ट बनाउँछ। उसले बनाएको डिजाइन 5,000 मानिसले हेर्लान्, त्यसले कम्पनीलाई केही हजार रुपियाँको सेल्स गर्न मद्दत गर्ला। अर्को डिजाइनरले एउटा अन्तर्राष्ट्रिय कम्पनीका लागि काम गर्छ। उसले डिजाइन गरेको एउटा ल्यान्डिङ पेज लाखौं मानिसले हेर्छन्। यदि त्यसले कम्पनीको कन्भर्जन रेटमा केवल 1% मात्रै बढायो भने कम्पनीले करोडौं रुपियाँ कमाउन सक्छ। त्यसैले कम्पनीका लागि उसको भ्यालु धेरै हुन्छ, त्यही कारणले उसको तलब पनि धेरै नै हुन्छ। अब सेल्समा हेरौँ। एउटा सेल्स एक्जिक्युटिभले महिनामा 10 लाख रुपियाँको सामान बेच्छ, अर्कोले 10 करोड रुपियाँको इन्टरप्राइजमा कन्ट्र्याक्ट क्लोज गर्छ। दुवैले धेरै फोन गर्छन्, धेरै मिटिङ गर्छन्, धेरै फलोअप गर्छन्, तर कम्पनीका लागि भ्यालु एउटै हुँदैन, त्यसैले कमिसन पनि एउटै हुँदैन। यही कुरा सिइओ लेभलमा पनि हुन्छ। धेरै मानिस भन्छन् सिइओले हामीभन्दा धेरै काम गर्छ र सायद गर्दैन होला, तर सिइओले लिने एउटा निर्णयले कम्पनीको 1000 कर्मचारीको भविष्य बदल्न सक्छ। नयाँ बजारमा जाने कि नजाने, 100 करोडको लगानी गर्ने कि नगर्ने, गलत निर्णय भयो भने कम्पनी नै डुब्न सक्छ। त्यसैले उसको जिम्मेवारी र आर्थिक प्रभाव धेरै हुन्छ। बजारले त्यही रिस्कको मूल्य तिर्ने गर्छ। अब नेपालतिर फर्कौं। नेपालका धेरै कम्पनीले किन कम तलब दिन्छन्? किनभने धेरै कम्पनीले धेरै पैसा कमाउनै सकेको छैन। धेरै कम्पनीको बजार नेपालमै सीमित छ। खासै भन्नुपर्दा नेपालको मार्केट सानै छ। 1 करोडको बिक्रीलाई यहाँ ठुलो मानिन्छ, तर अन्तर्राष्ट्रिय कम्पनीका लागि त्यो एक दिनको रेभेन्यू पनि नहुन सक्छ। जब कम्पनीले ठुलो भ्यालु सृजना गर्दैन, त्यसले आफ्नो स्टाफलाई पनि ठुलो स्यालेरी दिन सक्दैन। त्यसैले धेरै नेपाली विदेश गएपछि वा रिमोट जब पाएपछि अचानक तलब धेरै पाउने गर्छन्। उनीहरू रातारात अलिक धेरै ट्यालेन्ट भएका होइनन्, उनीहरूले क्रिएट गर्ने भ्यालुको बजार ठुलो भएको हो। एउटै डिजाइनर, एउटै डेभलोपर, एउटै मार्केटर, तर ग्राहकको संख्या धेरै। विश्वभरका लाखौं मानिस ग्राहक हुने कम्पनीले पक्कै पनि धेरै स्यालेरी दिन्छ। त्यसैले आफ्नो करियरमा सबैभन्दा महत्त्वपूर्ण प्रश्न आउँछ, म कति मेहनत गरिरहेको छु होइन, मेरो कामले कतिको भ्यालु क्रिएट गरिरहेको छ। यदि तपाईको सिपले 1000 मानिसलाई फाइदा पुग्छ भने त्यसको एउटा मूल्य हुन्छ। यदि तपाईको त्यही स्किलले 1 करोड मान्छेलाई एकैपटक फाइदा पुग्छ भने त्यसको मूल्य अर्कै हुन्छ। बजारले किन्ने कुरा तपाईको समय होइन, तपाईले क्रिएट गरेको भ्यालु हो। त्यसैले एउटै 9 घण्टा काम गर्ने 2 जनाको तलब कहिलेकाहीँ 10 गुणा होइन 100 गुणासम्म फरक हुन सक्छ। अब कुरा गरौँ वास्तविक समस्या नेपालले के उत्पादन गर्छ त। अब एउटा यहाँ प्रश्न सोधौं। नेपालमा बनेको चिज तपाईले विदेशमा बेचिएको देख्नु भएको छ? एकछिन सोच्नुहोस्। सोच्न गाह्रो भयो हैन?
किनभने साँच्चै नेपालको एक्सपोर्ट धेरै सानो छ। विकिपीडिया र सरकारी तथ्याङ्क हेर्ने हो भने नेपालको कुल एक्सपोर्ट लगभग 3.7 अर्ब डलर हाराहारी छ, जबकि इम्पोर्ट भने झन्डै 18 अर्ब डलर बराबर छ। यसको मतलब के हो? नेपालले जति बेच्छ त्यसको 5 गुणा बढी किन्ने गर्छ। यी सबै इम्पोर्टहरू रेमिट्यान्सले धान्छ, जुन हो विदेशमा काम गर्ने नेपालीहरूले पठाएको पसिनाको पैसा। अहिले नेपालको जीडीपी को 1/4 भाग रेमिट्यान्सले ओगटेको छ। विश्व बैंकले पछिल्लो तथ्याङ्क अनुसार यो आँकडा 60% सम्म पुगेको देखिन्छ, जुन विश्वमै सबैभन्दा उच्च दरहरू मध्ये एक हो। अर्थात् नेपालको अर्थतन्त्र आफैले उत्पादन गरेर होइन, विदेशमा गएर काम गर्ने 40 लाख भन्दा बढी नेपालीले पठाएको रेमिट्यान्सले चलेको छ। जब कुनै देशले आफ्नो ठूलो चीज उत्पादन गर्न सक्दैन, ठूलो फ्याक्ट्री छैनन्, ठूला कम्पनी छैनन् भने त्यो अर्थतन्त्र सानै रहन्छ र सानो अर्थतन्त्रमा प्रॉफिट पनि सानै हुन्छ। प्रॉफिट सानो भएपछि तलब पनि सानै हुन्छ। यो हो नेपालको तलब कम हुनुको एउटा मुख्य कारण। यदि कम्पनीसँग टन्नै काम हुने हो भने उसले इम्प्लोइ पनि थप्छ अनि स्यालेरी पनि बढाउन सक्छ। तर नेपालमा त्यो सजिलै गर्न सकिँदैन। किन नेपालमा कुनै पनि उद्योग कहिल्यै ठुलो भएन? अब प्रश्न आउँछ, यसका धेरै तह छन्। पहिलो कारण हो राजनीतिक अस्थिरता। सोच्नुहोस्, विगत 3 दशकमा नेपालमा दर्जनौं सरकार फेरिए। कुनै सरकारले नीति बनायो भने अर्को सरकार आएर त्यही नीति बदल्ने काम गर्छ। कुन लगानीकर्ताले यस्तो अस्थिर वातावरणमा ठूलो पैसा लगानी गर्ने आँट गर्ला? कोइराला, देउबा, ओली जो आए, आर्थिक नीति एउटै दिशामा लगातार अगाडि बढेन। दोस्रो कारण हो नेपालमा बिजुली। एक समय थियो, याद छ, 16 देखि 18 घण्टासम्म लोड सेडिङ हुन्थ्यो। एउटा फ्याक्ट्री चलाउन बिजुली नै छैन भने त्यो फ्याक्ट्री कसरी चल्छ? अहिले अवस्था सुधारिएको छ, तर त्यो समयमा भएको क्षति र गुमेको लगानीकर्ताको भरोसा त्यो फर्किन धेरै वर्ष लाग्छ। अर्को कारण हो ल्यान्डलक जियोग्राफी। नेपाल समुद्रसँग जोडिएको छैन। कुनै पनि एक्सपोर्ट हेभी अर्थतन्त्र जस्तै भियतनाम, बङ्गलादेश, इन्डियाहरूको ठूलो फाइदा भनेकै समुद्री बन्दरगाह हो, जहाँबाट सस्तोमा र छिटो सामान बाहिर पठाउन सकिन्छ। नेपालको सामान भारत वा चीन हुँदै मात्र बाहिर जान्छ, जसले लागत धेरै बढाउँछ। चौथो कारण हो नीति र ब्युरोक्रेसी। नेपालमा नयाँ व्यवसाय दर्ता गर्नेमा महिनौं लाग्छ। अनुमति लिन थुप्रै कार्यालय धाउनु पर्छ। जुन देशमा व्यवसाय सुरु गर्न यति गाह्रो छ, त्यहाँ नयाँ कम्पनी कम खुल्छन्, भएका कम्पनी पनि ठुलो हुन डराउँछन्। पाँचौं कारण छ भ्रष्टाचार। ट्रान्सपेरेन्सी इन्टरनेसनलको करप्सन पर्सेप्सन इन्डेक्समा नेपाल वर्षौंदेखि तल्लो तहमै छ। ठेक्कापट्टादेखि लिएर आयातसम्म धेरै ठाउँमा घुस चल्छ, जसले व्यवसायको लागत बढाउँछ र इमान्दार लगानीकर्तालाई निरुत्साहित गर्छ। र छैटौं कारण छ इम्पोर्ट डिपेन्डेन्ट इकोनोमी। नेपालले पेट्रोलियम पदार्थ, मेसिनरी, सुनदेखि औषधिसम्म सबै बाहिरबाट ल्याउँछ। जब देशले आफ्नै उत्पादन नगरी सबै किन्नु पर्छ, त्यो पैसा देशभित्रै घुम्दैन, बाहिर साइकलमा जान्छ। यी सबै कारणले गर्दा नेपालमा ठूलो उद्योग स्थापित हुनै सकेनन् र उद्योग नभएपछि राम्रो तलब दिने जागिर पनि खुल्नै सक्दैन। अब नेपालमा सबैभन्दा बढी प्रश्न उठ्ने गर्छ ब्रेन ड्रेनमा। किन नेपाली ट्यालेन्टेड मान्छेहरू बाहिर जान्छन् त? हामीले एउटा साइकल बुझ्नुपर्छ जुन अति नै खतरनाक छ नेपालको लागि। जब देशमा राम्रो तलब पाइँदैन, सबैभन्दा ट्यालेन्टेड, सबैभन्दा मेहनती मान्छे विदेश जान्छन्। कोही पढ्न जान्छन्, कोही काम गर्न जान्छन् र धेरै फर्किँदैनन्। यसलाई ब्रेन ड्रेन भनिन्छ। हरेक वर्ष लाखौं युवा आइएल्स दिन्छन्, कोरियाको इपिएस टेस्ट दिन्छन् वा खाडी मुलुक जान्छन्। जब सबैभन्दा राम्रा पढे लेखेका मान्छेले देश छोड्छन्, त्यो देशमा नयाँ कम्पनी खोल्ने, नयाँ इनोभेसन ल्याउने, नयाँ इन्डस्ट्री सुरु गर्ने मान्छे नै बाँकी रहँदैनन्। कम्पनीहरूले स्किल्ड वर्कर पाउन गाह्रो हुन्छ, प्रोडक्टिभिटी झन घट्छ र जब प्रोडक्टिभिटी घट्छ, स्यालेरी झनै बढ्न सक्दैन र स्यालेरी नबढेपछि धेरै मान्छे विदेश जान्छन्। यो एउटा साइकल जस्तै भएको छ, जसले आफैलाई दोहोऱ्याइरहन्छ र यसैले गर्दा नेपालको अवस्था वर्षौंदेखि उस्तै देखिन्छ। अब एउटा गम्भीर प्रश्न, के नेपाल यो अवस्थाबाट उम्किन सक्छ? जवाफ हो, सक्छ, तर सजिलो भने छैन। पहिलो अवसर हो जलविद्युत। नेपालसँग हजारौं मेगावाट जलविद्युत उत्पादन गर्ने क्षमता छ। अहिले नेपालले भारतलाई बिजुली एक्सपोर्ट गर्न थालिसकेको छ। यदि यो क्षेत्र थप विस्तार हुने हो भने नेपालको सबैभन्दा ठूलो एक्सपोर्ट आम्दानीको स्रोत बन्न सक्छ। दोस्रो सम्भावना बोकेको क्षेत्र हो आईटी र सफ्टवेयर एक्सपोर्ट। भौगोलिक अवरोध नभएको एकमात्र क्षेत्र यही हो, किनभने इन्टरनेट मार्फत सेवा जहाँबाट पनि बेच्न सकिन्छ। भर्खरका वर्षमा नेपाली फ्रिलान्सर र आईटी कम्पनीहरूले विदेशी ग्राहकबाट डलरमा कमाउन थालेका छन्। यो एउटा राम्रो संकेत हो। तेस्रो सम्भावना बोकेको क्षेत्र हो पर्यटन। नेपालको प्राकृतिक सुन्दरता विश्वमै अतुलनीय छ, तर नेपाल अहिले पनि फुल
फेजमा टुरिज्ममा लाग्न सकेको छैन। इन्फ्रास्ट्रक्चर र मार्केटिङमा लगानी चाहिन्छ। चौथो सम्भावना रहेको छ स्पेशल म्यानुफ्याक्चरिङ, जस्तै हातले बनाइने उच्च गुणस्तरका उत्पादन, हस्तकला, कपडा, जुन नेपालको सिप र सांस्कृतिक पहिचानसँग जोडिएको छ। नेपालीको तलब कम हुनुको कारण कुनै एउटा मान्छे वा एउटा सरकारको गल्ती मात्र होइन, यो दशकौंदेखिको समस्या हो। नेपालको सानो मार्केट, ब्रेन ड्रेन अनि लो भ्यालु कामहरूले गर्दा धेरैले राम्रो स्यालेरी पाउँदैनन्। तर यसको मतलब समाधान छैन भन्ने होइन। हरेक व्यक्तिले आफूले जागिर खोज्नु भन्दा अगाडि एउटा कुरा सोच्नुपर्छ, मैले कस्तो खाले भ्यालु क्रिएट गर्न सक्छु? के मैले क्रिएट गर्ने भ्यालु मार्केटमा बिग्छ? के मसँग भएको स्किलले मलाई राम्रो रिटर्न दिन्छ त? यदि तपाईलाई पनि तपाईको तलब कम जस्तो लागिरहेको छ भने कमेन्ट गर्नुहोला। के लाग्छ, तपाईको तलब किन बढिरहेको छैन? अनि तपाईलाई यो भिडियो कस्तो लाग्यो? यदि राम्रो लाग्यो भने क्युरियस नेपाललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। हामी हरेक हप्ता यस्तै इन्फर्मेटिभ कन्टेन्ट लिएर आउँछौँ।